ल यो चाहिँ थानकोट जाने बाटो हो र यो कलङ्की चौक र यसबाट चाहिँ नि यो बाटो गयो भने हामी स्वयम्भू जान्छौँ र यो बाटो गयौँ भने हामी कालीमाटी पुग्छौँ। यो हिमालय ब्याङ्क हो यहाँनिरको र यस कलङ्की चौकबाट हाम्रो एकान्त गेस्ट हाउस त्यति टाढो छैन र यहाँबाट हामी चाहिँ खसी बजार पुग्छौँ। यो अन्डरग्राउन्ड हो, यो अन्डरग्राउन्ड हो। यहाँबाट हामी तपाईँको सीता पेट्रोल पम्प, खसी बजार, साड्डो बाटो जाने बाटो हो। भनेपछि हामी अहिले कलङ्की चोकमा छौँ। कलङ्की चोकमा यो चाहिँ नि यताबाट चाहिँ नि कालीमाटीबाट आइरहेको छ गाडीहरू र यसबाट हामी धेरै टाढो जानु पर्दैन। यहाँबाट यसो गएपछि हाम्रो एकान्त गेस्ट हाउस 50 मिटर तलतिर भेटिन्छ। 50 मिटर हामी तलतिर गयौँ भने एकान्त गेस्ट हाउस पुरानो भेटिन्छ र हाम्रो जति पनि मित्रहरू पहिला आउने मित्रहरूले यो देख्नै भएको छ यो एकान्त गेस्ट हाउस। तर नयाँ मित्रहरूलाई चाहिँ यो लोकेसन दिइरहेको छ, यो टाढो छैन र यहाँबाट थोरै हामी तलतिर जाँदाखेरि एकान्त गेस्ट हाउस भेटिन्छ है त। ल हामीले यो पर देखेको कीर्तिपुर डाँडा हो, टेङ्लाफाँड भन्छ। यस पछाडि अब यहाँनिर यो ठुलो घर हो, त्यहाँदेखि तलतिर मालपोत हो र पहिला मैले यो जुन रणकालिका लेखिएको गेस्ट हाउस पहिला एकान्त गेस्ट हाउस थियो, तर अहिले रणकालिका भएको छ। एकान्त गेस्ट हाउसबाट पहिला यो विवेक हो, विवेक पछाडि चाहिँ रणकालिका भयो र त्यस पछाडि अहिले एकान्त गेस्ट हाउस यहाँनिर खोलिएको छ, त्यो टाढो छैन। अहिले तपाईँहरूलाई यी मुखबाट म लगेर देखाइदिन्छु। अब यो एकान्त गेस्ट हाउसको ठ्याक्कै मुखमा हामी आइपुग्यौँ। त्यो अष्टाङ्ग आयुर्वेदिक हस्पिटलको बोर्ड राखेको छ यहाँ र त्यस पछाडि हाम्रो चाहिँ थकाली भान्साघर, त्यस पछाडि हाम्रो थकाली भान्साघर ठ्याक्कै यहाँ देख्नुभयो र त्यस पछाडि हाम्रो एकान्त गेस्ट हाउस यहाँनिर छ। टक्क हाम्रो किराना पसल हो र यसैको छेउमा मेरो एकान्त गेस्ट हाउस छ। तपाईँलाई म भित्रै लगेर देखाउनेछु। ल यहाँ पनि चुम्लुङ खाजा घर छ र यसैको साथसाथै हाम्रो चाहिँ एकान्त गेस्ट हाउस। अब यहाँ भित्र के छ भन्ने कुरो म तपाईँहरूलाई देखाउँछु।